हेलो कामरीमो नमस्ते सबैलाई तपाईँलाई बिहानको एउटा नजारा तपाईँलाई देखाइदिन्छु है। भगवानको मूर्तिहरू छ है, दर्शन गर्नुहोस् है। यो नयाँ नयाँ बनिँदै गरेको है, हाम्रो भाइ राम लक्ष्मण भाइहरूले बनाएको है, लरिबुले बनाएको। यहाँ यस लामाको घरमा बनिएको है। र हेर्नुहोस् है, नक्साहरू हेर्नुहोस्, यो मूर्तिहरू कस्तो कस्तो खालको मूर्ति, डिफ्रेन्ट खालको मूर्तिहरू छ होइन। मरेर जाँदाखेरि पनि यस्तोहरू देखिन्छ, भेटिन्छ है। अत्तालिनु भएन, तर दर्शन गर्दै 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 जानुपर्छ मरेर जाँदाखेरि पनि। र यस्तो कुराहरू चाहिँ यहाँ बनिँदैछ पोख्रेङ बस्ती नम्बर 2 लेप्चा गाउँमा। यस्तो यस्तो दृश्यहरू छ है। भोलिपर्सि मान्छे मरेर गएपछि यस्तो यस्तो दृश्यहरू भेटिन्छ है। अत्तालिनु भएन, एकदमै सब देवदेवताहरू होइन। यहाँनिर चाहिँ मानेको 6वटा मानेको ओम माने पेमे हुन्टी भन्ने 6वटा यहाँ बनेको छ, 2टा 4टा 6वटा यी हेर्नुहोस् है। कलरको आफ्नो आफ्नो यस्तो प्रकारले बनेको छ। यो चाहिँ उहाँले चाहिँ भोलि सायद गुम्बामा लानुहुन्छ र तपाईँहरूले दर्शन गर्नु सक्नुहुन्छ। गुम्बामा आएर तपाईँहरूले दर्शन गर्नु सक्नुहुन्छ है साथीभाइ हो। र यसरी बनिँदैछ हेर्नुहोस् है साथीभाइहरू। यो चाहिँ गुरु रिम्पोछे हो, गुरु रिम्पोछेको यो चाहिँ यहीँ बनिएको। हेर्नुहोस् दृश्यहरू हेर्नुहोस्, बिहानको दृश्य तपाईँहरूले हेर्नुहोस्। अनि लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, अनि मजाले सबैलाई नमस्ते भनेको लेखिराख्नुहोस्। ल आजको सानो भिडियो हो है। सबैले हेर्नुहोस्, यस्तो छ है। ल बाई बाई, फेरि भेटौँला।